तपाईँको सिकाइ तब हुन्छ जब तपाईँहरूले ती जानेका बुझेका पढेका देखेका कुराहरूलाई आफ्नो व्यवहारमा अप्लाई गर्नुभएको छ, प्रयोग गर्नुभएको छ, तपाईँको सिकाइ भएको मानिन्छ होइन। लर्निङ इज द मोडिफिकेसन अफ बिहेभियर भनिन्छ कि। त्यसैले तपाईँको व्यवहारमा परिवर्तन आएको तब देखिन्छ जब तपाईँले वास्तवमा यो कार्यक्रम गरेर देखाउनु भयो, यो तपाईँको व्यवहारमा आएको परिवर्तन हो। तपाईँले पढ्दैमा तपाईँको व्यवहारमा परिवर्तन आएको छ भन्ने हामीले मान्न सक्दैनौँ। त्यसैले त्यो परिवर्तनका लागि जुन तपाईँमा हुनुपर्ने परिवर्तन हो, हाम्रो समाजमा देखिनुपर्ने परिवर्तन हो, हाम्रो कम्युनिटीमा, हाम्रो फ्यामिलीमा, प्रत्येक इन्डिभिजुअल पर्सनमा देखिनुपर्ने जुन परिवर्तनहरू हुन्, त्यस्ता परिवर्तनका लागि हाम्रो यो एलपिएस इन्स्टिट्युट सधैँ नै एउटा क्रियाशील रहनेछ, सधैँ तपाईँहरूलाई सहयोग गर्नका लागि तत्पर रहनेछ भन्दै र यति मात्र नभएर यो हाम्रो इन्स्टिट्युटलाई अझै जीवित बनाइराख्नको लागि, अझै यसलाई गतिशीलता प्रदान गर्नका लागि तपाईँ सम्पूर्णको एकदमै महत्त्वपूर्ण भूमिका छ र तपाईँको साथ र सपोर्ट बिना हामी अगाडि बढ्न सक्दैनौँ। त्यो अपेक्षा हामीले भविष्यमा चाहेका छौँ। र सम्पूर्ण विद्यार्थीहरूलाई म के भन्न चाहन्छु भनेपछि अहिले त मनायो हामीले होइन, हामीसँग अहिले कम्प्युटर ग्रुप छ, इङ्ग्लिस ग्रुप छ होइन, अहिले ब्रिज कोर्स छ, यतिकै छ। त्यसपछि हामीसँग कुनै ग्रुप छैन कि होइन। त्यसपछि हामीले अब कुन कार्यक्रम सञ्चालन गर्ने, कसरी गर्ने भन्ने कुरा त्यो हाम्रो एउटा प्लानिङमा त छँदैछ होइन। त्यो प्लानिङ सँगसँगै तपाईँहरूको सहयोगलाई पनि हामीले साथसाथै लान सकेको खण्डमा अझै हामीले यो इन्स्टिट्युटलाई अझै फुलाउने, फलाउने र अझै विकसित पार्न सक्छौँ कि भन्ने मेरो भनाइ छ। र सम्पूर्ण विद्यार्थी भाइ बहिनीलाई के भन्न चाहन्छु भने तपाईँको अडोस पडोसमा, परिवारमा होइन, साथीभाइ, स्कुलमा जो जति पनि साथीभाइहरू छन्, सकेसम्म हामीलाई यहाँ ल्याइदिएर होइन, हाम्रो यो इन्स्टिट्युटको बारेमा केही कुरा बोलिदिएर, पोजिटिभ कुराहरू बोलिदिएर हामीलाई सपोर्ट गर्नु होला भन्न चाहन्छु। र फेरि पनि सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई तपाईँको उज्जवल भविष्यको कामना गर्दै मेरो छोटो 2 शब्दहरू यही टुङ्ग्याउन चाहन्छु। सर, तपाईँको पालो।